सेन्टरहरूको आडमा ठुल्ठुला ती के भन्छ ती बेस्ट इन्ट्रेस्टहरूले त्यहाँ हुँदाखेरि मैले त्यसलाई च्यालेन्ज गरेर आर्मीको हस्पिटल ठुल्ठुलो भनौँ न के अरे यस्ता उहरू भनौँ न सानो कामदेखि ठुलो कामसम्मकोहरूलाई मैले चेक गरेँ, मैले प्रयास गरेको मलाई छ। तर होइन सर, जसरी यो ऐतिहासिक हतियारहरू नेपालबाट गयो त्यो पनि इन्स्टिट्युसनल होइन, मैले एउटा डिसिजनका कारण नै भएको हो। सिम्पली के मिडियालाई कुरा गर्दैछु प्लिज। मिडिया अब त्यसो गर्दाखेरि जब त्यो के भन्छ त्यो पावर हुन्छ नि त्यो द्याट के अरे द्याट ग्रुप हुज एभर टेकिङ सेल्फ इन्ट्रेस्ट क्या, उसलाई चोट पुग्यो, उसले मलाई डिफेम गर्नलाई कहिलेकाहीँ त्यो के भन्छ मिडियाले बदनाम गर्ने प्रयास। मलाई लाग्छ त्यो मिडियाले त्यसै गरेछन्, पैसा उसले खाएछ। तर त्यो मिडिया तपाईँ जस्तो मिडिया एउटा स्ट्यान्डर्ड मिडिया भयो एटलिस्ट यसलाई आरोप लगायो, एटलिस्ट लेट द्याट फेलो अल्सो क्लेरिफाई केही छ भन्नु भने बोलाएको भने मलाई आई वुड हेभ बिन भेरी ग्रेटफुल क्या। त्यो हुँदैन थियो क्या त्यति बेला। अब इभन मलाई त्यो माओवादीले मलाई नोमिनेट गर्यो नि त, अब भन्दैछु क्या आर्मीले नोमिनेट गर्दाखेरि म भरको जुन आर्मीको जनरल जुन सहुलियत मलाई के भन्छ यो अलिक प्रेजेन्ट चिफ र त्यो कटुवाले खोज्यो मलाई, फाइन। अब म एउटा के भन्छ के अरे म भन्छु अलिकति तपाईँलाई, म रिटायर भएको 4 वर्ष भएको थियो राइट, र त्यति मात्रै होइन म सर्भिस हुँदाखेरि मैले माओवादीसँग साँठगाँठ गरेँ, मलाई अपराध छ, म अरू कुनै पनि गर्छु कि, र रिटायर भइसक्यो। प्लस त्यो भने माओवादी पनि एउटा सशस्त्र युद्धबाट एउटा मेन स्ट्रिम पोलिटिक्समा आइसकेपछि म एउटा समाजको राष्ट्रको जुन कमजोरीहरूलाई एउटा के भन्छ एउटा पोलिटिकल आइडियोलोजीसँग अलिकति मैले समर्थन गर्ने बित्तिकै म दुश्मन भएँ। यो छ क्या हाम्रो समाजको। तर मोरल स्विच ओभर चाहिँ यति चाँडो हुँदाखेरि अननेचुरल देखिएको होला नि जर सर? होइन, त्यो त अननेचुरल। यु आर डिफेन्डिङ एन आइडियोलोजी विथ द आर्मी। तपाईँ रिटायर हुने बित्तिकै तपाईँले ब्याङ अपोजिट अर्को आइडियोलोजीमा स्विच ओभर गर्दा त सुन्नुहोस् न, तपाईँले न तपाईँको फायर सेन्टर मलाई क्वेसन गरे होइन बाबा, त्यो के अरे मेरो भन्नु खोजेँ के भयो भने मैले मेरो सर्भिसमा अनुसार मैले एउटा डिसिप्लिन एउटा अनुशासित भएर मैले त्यत्रो वर्ष गरेँ, मलाई कुनै दाग छ? कुनै मलाई त्यो कोर्टमा उभिएको छु, कुनै कोर्टमासँग परेको छु? मैले के त्यति बेला हो मैले चाहिँ भनौँ न मेरो आइडियोलोजीसँग मिलेर मैले कुनै खबर लगाएँ, मैले उसको कुरा गरेँ भने अपराध मैले के हुन्छ क्या रिटायरबाट सिभिलमा। तर यो अहिलेको प्रकरणको कुरा गरौँ न, ऐतिहासिक हतियारको बेलामा तपाईँ जसरी सम्वादरथीको पोजिसनमा हुनुहुन्थ्यो, यदि तपाईँबाट केही चिज भुलचुक भएको भए तपाईँ त्यसको ब्लेम लिन तयार हुनुहुन्छ? अफकोर्स एउटा कुरो म लिन भने एन्टिक भने जुन तपाईँले चार्ज लगाउनुभयो नि त्यसको म ब्लेम लिन्न। हो एउटा हिस्टोरिकल इम्पोर्टेन्स म मान्छु क्या, आइम विथ यू, हिस्टोरिकल इम्पोर्टेन्स छ। हिस्टोरिकल इम्पोर्टेन्स के छ भने त्यो भनेर पुर्खाहरूले भनौँ न लडेका हतियारहरू त्यसलाई जस्तै तपाईँले मलाई लाग्छ तपाईँ सिङ्गापुरको एउटा मैले भिडियो हेरेको थिएँ, तपाईँको हङकङको हेरेँ, तपाईँ कहाँ हेरेँ, तपाईँ पनि एउटा के भन्छ ए पर्सन अफ भनौँ न मोडर्न थिङ्किङ अथवा अलिकति तपाईँलाई आफ्नो नेसनलिस्ट के फेरि सेन्टिमेन्ट होला। तपाईँले अमेरिकामा गएर त्यो के भन्छ भियतनामी लडेको त्यो पनि हेऱ्यो होला, तपाईँले सडनली तपाईँ माइन्ड स्ट्राइक गर्नु मेरो मनमा खेलेको है, हाउ वाट इज इट इज अप टु यु। मेरो भन्नु खोजेको के भने त्यस्तो स्थितिमा तपाईँ सडनली तपाईँले चाहिँ के भन्छ तपाईँ म फेरि रिपिट गर्छु, तपाईँले कसरी एन्टिक भन्नु सक्नुभयो त्यो? यु आर नट द पर्सन, म भन्दैछु आई एम नट द पर्सन टु डिसाइड। So there are certain natural instincts. नेचुरल इन्स्टिङ्क्ट त हो नि, तर तपाईँले स्वयंलाई पुरातात्विक हो कि होइन भन्ने कुरा त पुरातत्व विभागको सर्टिफिकेसन चाहिन्छ सर। सायद जहाँसम्म भनौँ न पशुपतिनाथलाई तपाईँले एन्टिक हो भन्नलाई कसैको सर्टिफिकेसन चाहिन्छ सायद म त्यो त भोलि जनताले अथवा भोलि हिस्ट्रीले भन्ला भूषण दाहाल बढी नेसनलिस्ट छ कि अथवा कुमार पुदुङ बढी नेसनलिस्ट छ भन्ने कुरोहरू विल हेभ टु सी इट क्या बढी त्यो फिल्डमा। आई एम नट ट्राइङ टु प्रुभ एनिथिङ, आई एम जस्ट डुइङ माई जब। डुइङ जब, तर तपाईँले जसरी एन्टिकमा बेच्यो र एन्टिक नेपालमा जुन बदनाम गराउने प्रयास गर्नुपर्ने। सो तपाईँ चाहिँ यो पुरातात्विक महत्त्वको हतियारहरूलाई एन्टिक वा पुरातात्विक महत्त्वको मान्न चाहिँ तयार हुनुहुन्न? म एन्टिक भन्ने कुरो म पनि होइन, तपाईँ नै होइन, म मेरो स्ट्रङ कन्भिक्सन छ। इट इज समबडी टु डिफाइन द्याट। त्यो कन्भिक्सनका आधारमा तपाईँले चाहिँ नि त्यो बेच्नलाई सुन्नुहोस्, म एउटा कुरो म मान्छु, मलाई स्टिल अझै पनि छ हिस्टोरिकल इम्पोर्टेन्स छ यसमा, बुझ्नु होइन? हिस्टोरिकल इम्पोर्टेन्स छ, यसलाई त्यो चाहिँ थन्काएर त्यो के भन्छ टुङ्गो खोतकामा राख्ने होइन। त्यति बेलाको इतिहासमा ठुलो म्युजियम बनायो, त्यति मात्रै होइन, अमेरिका जस्तो हो हामी धनी देश ब्युटिफुल एउटा म्युजियम बनायो, वरिपरि सुन्दर गार्डन बनाउने, त्यसपछि पनि पब्लिकलाई इन्करेज गरेर एउटा के भने इतिहासलाई चिनाएर एउटा राष्ट्रियता ल्याउने कुरो यसको छ। तर एन्टिक भन्ने कुरोहरू आई थिङ्क भूषण दाहालले एउटा सेन्टिमेन्टमा हो अथवा आर्मीलाई अथवा मलाई फल्स टाइम विल टेल त्यो एन्टिक हो कि होइन। ओके, टाइम विल टेल हो कि। र अर्को कुरो तपाईँ जस्तो एउटा भनौँ न सिधै कुरा गर्ने हो भने म के भन्छु भने अब यो अहिले क्यान्टोनमेन्ट बसेको जुन 19,000 हतियार छ नि
तपाईँ त्यसलाई के भन्नुहुन्छ? त्यो त्यतातिर मेरो 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 एक्सपर्टिज तपाईँ जस्तो एउटा राष्ट्रवादी मैले म के भन्न चाहन्छु म जुन चाहिँ प्रिफेसमा अहिले आज कुरा गरिरहेको छु त्यो नितान्त एउटा स्टोरीमा आधारित जस्तो व्यक्तिमा आधारित तपाईँ राष्ट्रवादी हो भने जनतालाई भोलि एउटा प्रेरित गर्ने छ भने यसले पनि त के अरे त्यो एउटा के भन्छ इतिहासमा 10 वर्ष युद्ध गर्ने हतियार चलाएको हो नि त। र भोलि के भन्छ म तपाईँलाई के सल्लाह दिन्छु भने जब फेडरल सिस्टम राज्य भन्छ नि राज्यको जुन राजधानीमा यो हतियार क्या अहिले कुरा उठिरहेको छ त्यसलाई राख्नुहोस् यो प्रिफेस त तपाईँहरू पोलिटिक्समा लागेको मान्छे पोलिटिकल टेबल्समा हिस्टोरिकल इम्पोर्टेन्स त्यसरी हुन्छ क्या हिस्टोरिकल इम्पोर्टेन्स त्यो पनि तपाईँले डिफाइन गर्न सक्नुहुन्न त्यो पनि पुरातत्व विभागलाई नै छोडिदिउँ नि त यदि त्यो हो भने। तर मैले भन्न खोजेको तपाईँ कहाँ जस्ता इन्स्ट्रक्सनहरू आएका थिए जर साहब यो हतियार बेचेर तात्कालीन शाही नेपाली सेनालाई मोडर्नाइज गर्ने भन्ने जुन इन्स्ट्रक्सन आएको थियो र 25% जुन ती हतियारहरू चाहिँ नि स्वदेशमै राख्ने भन्ने कुरा पनि इन्स्ट्रक्सनमा थियो भन्नुभयो नि। 25 होइन 5%? सम रिपोर्ट से 25%। हिजो तपाईँले सुन्नु भएन त्यो राज्य व्यवस्थामा रक्षा सचिवले पढेको 5% यति 2900 कति फलाना ठिक छ त्यो 5% हतियार चाहिँ छ नेपालमा हुनुपर्छ होइन। अब भलै बेच्ने बेलामा त्यो जम्मै दियो लग्यो भन्ने कुरो त जसले सम्झौता गरेर जसले बेच्यो भोलि तपाईँ चेक गरेर छैन भने त्यो जसले डिल गरेर उसले समात्नुहोस् न। मेरो पालामा ग्लोबल टेन्डर गर्दा समात्ने काम त मेरो होइन जे होस् तपाईँले एक्सपोज गर्नुहोस् छैन भन्नुहोस् अनि त्यसपछि के भन्छ राज्य व्यवस्था इन्क्वायरी गर्छ अथवा एउटा कमिटी बन्छ भेटाएन भने द पर्सन हुसएभर has not kept it intact भनौँ न द हिस्टोरिकल इम्पोर्टेन्स ही सुड बी रेस्पोन्सिबल होइन। और मैले मेरो टाइममा मैले त्यो के भन्छ राखिनँ भने मैले जिम्मेवारी त हुनु पऱ्यो नि त बुझ्नु भएन। दिस वाट इज इम्पोर्टेन्ट त्यही हो। त्यो जिम्मेवारी बोध तपाईँमा छ होइन। मलाई दिएको जुन आदेश छ मैले एउटा ट्रु एउटा सोल्जर एउटा भनौँ न समारथीमा जुन प्रकारको गभर्मेन्टले निर्णय त्यो गभर्मेन्ट मात्रै होइन के छ भने राष्ट्रिय सुरक्षा परिषदमा भने 3जनाको कमिटी भने त्यसले त्यति बेलाको सिस्टम तपाईँलाई थाहा छ सेनाको विषयमा गभर्मेन्टले निर्णय अन्तिम गभर्मेन्टले एउटा पोलिसी बनाउने एउटा प्रपोजल गर्ने त्यसलाई अल्टिमेट डिसिजन कहाँ हुन्थ्यो दरबारमा हुन्थ्यो। दरबारबाट त्यो कुरो ओके भनेर डिसिजन भएको त्यतिमा मलाई याद छ के भने 7.62 SLRलाई दिने तर 9mm समेत दिने 9mm SMG भन्छ नि त्यो स्मल त्यो के अरे क्यालिबरको 9mm त्यो चाहिँ अहिले सशस्त्र प्रहरीले दिनुहुन्न भन्ने निर्णय दरबारबाट आएको छ त्यो रोकिया छ बुझ्नु होइन। मेरो भनाइ अल्टिमेटली भने त डिसिजन मेकर त किङ वीरेन्द्र हो। अब किङ वीरेन्द्र तपाईँले यस्तो त प्रेजेन्टेसन दियो कि हिजोका के अरे सभासदहरू भनौँ खास गरी गणतन्त्रवादीहरूले त उसलाई त के भन्छ राष्ट्रद्रोहीको रूपमा लगिदिए किन डिसिजन मेकर यही हुने प्रधान सेनापति डिसिजन मेकर भए गिर्जा डिसिजन मेकर भए राजा वीरेन्द्र डिसिजन मेकर। अब यिनीहरू के राष्ट्रद्रोही भए के अरे राष्ट्रघाती भए। अब त्यो त तपाईँले अब त्यसै प्रेजेन्ट गर्नुभयो म त्यो कुरोमा मान्दिनँ। एउटा एन्टिक्स मान्नुहुन्न होइन एन्टिक्स अब डिसिजन मेकर अब त्यो के अरे भोलि राष्ट्रघाती थियो राष्ट्रवादी भनेको राजा वीरेन्द्र मैले जहाँसम्म मेरो अध्ययन छ मेरो अनुभव छ उनी त भने इन्डियाको थिचोमिचो गर्दाखेरि जसले आफ्नो राष्ट्रलाई स्ट्यान्ड गर्ने राजा हुन् भन्ने कुरो चिनिया छन् म त्यही बुझ्छु बुझ्नु भएन। र गिर्जाले 7 सालदेखिको भनौँ न एउटा डेमोक्रेसी लडेको व्यक्ति नाथि त्यो के 5 मिलियनको एउटा पुरानो ऐतिहासिक इम्पोर्टेन्स किन बेचे त्यो त उनीहरूले जानु तर ऐतिहासिक इम्पोर्टेन्स म मान्दैछु बेचे भने उतिकै द्रोही भए राष्ट्रद्रोही भए। अब त्यो कुरो त अब भोलि अब तपाईँले यसो प्रेजेन्टेसन गरे द्रोही नै भएको देखिन्छ त्यो द्रोही भएको भएनन् भन्ने कुरो त अब तपाईँ हामीले भन्ने पनि होइन अब जनताले हुन् अथवा त्यहाँ अहिले राज्य व्यवस्थाले भनेका छन् द्रोही हुन् कि होइन। अब योभन्दा बाहेकका प्रश्नहरू मसँग छैनन् जर साहब। अब यहाँले गर्नुहोस् न अरू पनि गर्नुहोस् यस्तो अझ खोज्नुहोस् र त्यति मात्रै होइन तपाईँले मलाई चाहिँ के भन्छ यदि त्यो योजनाकार र त्यो भनौँ न त्यो ठेकेदारसँग अथवा त्यो सिभिलियन एजेन्टसँग मैले चाहिँ साँठगाँठ मिलाएर त्यो के भन्छ त्यो इन्भेस्टिगेसन गर्ने काम राज्यको हो त्यो त्यहाँ छोडिदिउँ त्यो ठिक छ यो हाम्रो काम होइन। तर मेरो ब्याकग्राउन्ड मेरो पालामा भएको यिनै हुन् मैले सायद यदि कुनै त्यस्तो चिजहरू अझै शङ्कास्पद सोध्नुहोस् होइन शङ्कास्पद त मैले शङ्का लागेर सोधेको पनि होइन। यो हामीले लास्ट विक प्रेजेन्ट गरेको रिपोर्टमा आएका नामहरू मध्येमा तपाईँको नाम पनि थियो होइन। तर म के भन्छु भने कान्तिपुरको फायर साइटका हिरो भूषण दाहालले राजा वीरेन्द्रलाई पनि राष्ट्रघाती बनाउने भनेको छैन। तपाईँले रिपोर्ट हेर्नुभयो भने तपाईँले लिनुभएको नाम त्यो रिपोर्टमा एउटा पनि परेको छैन। यु आर जस्ट ट्राइङ टु ब्लो द स्टोरी आउट अफ प्रोपोर्सन होइन। अल्टिमेट गरी त्यो हिजो निचोड निस्क्यो नि त निचोडको कुरासँग त्यो तपाईँले तपाईँको प्रेजेन्टेसनले के देखायो भने
50 चोटि एउटै चिज भनिसक्नुभयो विच आई एम नट गोइङ टु टेक इट। ओके इफ यु आर नट टेकिङ त्यो रिपोर्ट तपाईँलाई म फेरि सार्वजनिक रूपमा देखाउन सक्छु। भूषण दाहालको के अरे सोम्यानसिपले त्यो चिज एउटा मान्छेको सेन्टिमेन्ट्सलाई तान्नु सक्यो त त्यो त तपाईँ मान्नुहुन्छ नि? होइन सर, त्यो त एउटा नेपालीले जोसुकैले पाएको भए पनि त्यो स्टोरी देखाउँथ्यो होला। कान्तिपुरमा के अरे के भन्छ हाउस कमिटीको चेयरम्यानले वक्तव्य दिएका छन्, दिनानाथ शर्माले वक्तव्य दिएका छन्, अनि त्यसपछि के भन्छ राज्य व्यवस्था समितिमा दिएको रिपोर्ट आएको छ सर। रिपोर्ट होइन, उनले बोलेको वक्तव्यहरू त्यो उनीहरूको दिमागले उनीहरूले ट्रेटर भनेर कसरी के अरे उहाँहरूलाई भन्नुहोस् न सर, मैले त रिपोर्ट दिएको छु जसमा कुमार फुदुङ चाहिँ नि सम्मानरथी भएको बेलामा क्रिस्चियन क्रेनमर भन्ने मान्छेले चाहिँ नि नेपालको पुरातात्विक वा ऐतिहासिक महत्त्व बोकेका हतियारहरू लिएर गएको छ। त्यति हो मेरो प्रेमिस। तपाईँले जे होस् एउटा ठुलो ड्रामा गर्न सक्नुभयो, त्यसलाई मेरो बधाई छ, धन्यवाद। त्यसलाई ड्रामा सम्झिनुभयो तपाईँको? तपाईँले एन्टिक बनाएर जुन प्रकारको एउटा के भन्छ एन्टिक होइन होइन सक्नुभयो त्यसलाई पनि त्यो एन्टिक होइन। तर तपाईँ म पनि के अरे तपाईँ पनि होइन भन्न सक्नुहुन्न, म पनि भन्न सक्दिनँ। त्यति बेलाको गभर्मेन्ट जस्ट डिसिजन मेकरले एन्टिक होइन अब्सोल्युट वेपन भनेर उनीहरूले के भन्छ डिफाइन गरे र त्यो आदेश आयो, मैले ग्लोबल टेन्डर गरेको हुँ। र तपाईँले पनि एन्टी भने जसरी एउटा सेन्टिमेन्टलाई खिच्नु भएको छ, मेक पिपुल बिलिभ बनाउनु भएको छ, त्यो कुरो आई थिङ्क यु आर रङ, यु आर नट द पर्सन टु डिफाइन whether I am wrong, we are wrong, you are wrong, the country is wrong, time will tell. Time will tell र हिस्टोरिकल इम्पोर्टेन्स हो त्यसमा आई एम फुल्ली विथ यु। हिस्टोरिकल इम्पोर्टेन्स त्यसरी त्यो कुवाएर राख्ने होइन, ब्युटिफुल एउटा के भन्छ नयाँ नेपाललाई इतिहास झल्काउँछ। भोलि मैले भने नि फेडरल सिस्टममा त्यो के अरे तपाईँले परिकल्पना गर्नुभएको नयाँ नेपाल चाँडै होस्। इभेन क्यान्टनमेन्टको हतियारलाई पनि तपाईँले अहिले नै भन्नुहोस् क्या, जनतालाई सचेत गराउनुहोस्। यो पनि भोलि जनजाति अथवा जो पछि परेकाहरूको लागि एउटा प्रेरणाको रूपमा यसलाई राख्नुपर्छ भन्ने कुरो सन्देश दिन एउटा नयाँ फिल्म बनाउनुहोस्। त्यसको चाहिँ तपाईँप्रति म आई विल बी ग्रेटफुल। थ्याङ्क यू।